रवि लामिछानेको सुनवाई गर्न न्यायाधीशै आएन अरे। आओस् पनि कसरी भ्याइयो। अब रवि लामिछानेको जिन्दगी नै सखाप भइसकेको हो। रवि लामिछानेको मात्रै होइन, रवि जस्तै केही गर्छु भनेर आउँछन् नि, जो पनि राजनीतिमा आउँछ या फिर केही राम्रो काम गर्छु भनेर अगाडि बढ्छ, तिनीहरूको जिन्दगी यस्तै हो। हामीले नदेखेको हो, देखिरहेछौँ त यार। नेपाल राष्ट्र ब्याङ्कमा हेर को आयो, अनि विद्युत प्राधिकरणमा कुलमानलाई हटाएर को आयो। केही हुनेवाला छैन के। यिनीहरू जनताहरू बोल्ने मात्रै हुन्, सोसियल मिडियामा कराउने मात्रै हुन्। यिनीहरूले केही नै पर्दैनन् भनेर ढुक्कले आफ्नो मनमर्जी गरिरहेछन्। पार्टीका कार्यकर्ता झोलेहरू गुन्डाहरूले मान्छे ओपन मार्दाखेरि, काट्दाखेरि, कुट्दाखेरि केही ज्यादै हुँदैन। आम जनताले केही गर्यो भने कानुन न्याय भनेको सबै आम जनता राम्रो गर्छु भन्ने मान्छेहरूको लागि मात्रै हो के। जबसम्म नि आफ्नो ठाउँको चोर नेताहरूलाई घेरेर, घरमा घेरेर त्यहीँका जनताहरूले जबसम्म लछार बाटो लगाउँदैनन्, जबसम्म मार्दैनन्, जबसम्म निकाल्दैनन्, तबसम्म केही नाप्पिनेवाला छैन नेपालको। लाजको मुर्दो यार। जे गर्दै नि भएको छ, जनताहरू सोसियल मिडियामा भुक्ने मात्रै हुन्, कराउने मात्रै हुन्। कसैले केही गर्नेवाला छैन भनेर ढुक्कले गरिदिइरहेछन् क्या। झन् अस्तिको राजाको आन्दोलनपछि झन् सेलाएको देख्दाखेरि त झन् यिनीहरू ढुक्क भयो कि के नै गर्ने रहेछन् र, केही ज्यादै नै पर्दैन, ढुक्कले जे गर्दा पनि हुन्छ भनेर। हाम्रो देश